म यस 15वटा कार्य समिति सचिव विके मानेन्दर। हामी अहिले क्षेत्र नम्बर 8 का उम्मेदवार श्री सपना राज भण्डारीज्यूको तर्फबाट हामीले चुनावी प्रचार प्रसारको लागि हामी निरन्तर लागेर चाहिँ नि उहाँलाई कसरी विजय गराउने भन्नेतिर चाहिँ हामी सबैजना दिन प्रतिदिन अगाडि लाग्दै हामीले उहाँको लागि चाहिँ नि भोट माग्दै चाहिँ नि विजयको सुनिश्चित गराउने वातावरणतर्फ हामी उन्मुख भइरहेको छौँ। तपाईहरू सबैले पनि हाम्रा यस रुखमा चिन्हमा छाप लगाएर नेपाल अधिराज्यभरि नै रुख चिन्हमा मतदान गरी गगन थापाको नेतृत्वमा चाहिँ नि प्रधानमन्त्री बनाउने लक्ष्यका साथ अगाडि बढ्नु भएकोमा उहाँहरूलाई सहयोग साथ दिनु पनि म अनुरोध गर्दछु। साथै हामी यस क्षेत्र नम्बर 8 को कुरा गर्नुपर्दा हामीले चाहिँ नि यो 15वटामा हामीले अहिलेसम्म 15-20 वटा कोठे बैठक र अनि घर दैलो चाहिँ नि कार्यक्रमहरू चाहिँ नि यो 3-4 ठाउँमा चाहिँ हामीले घर दैलो कार्यक्रमहरू पनि गरिसकेका छौँ। र चाहिँ नि सबैलाई मेरो आह्वान के छ भने रुख चिन्हमा मतदान गरी हाम्रो सपना राज भण्डारीज्यूलाई अत्याधिक बहुमतले विजय गराइदिनु हुन म हार्दिक अनुरोधका साथ तपाईहरूले साथ र सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा पनि लाग्छु।